welcome back to my YouTube channel. कस्तो हुनुहुन्छ सबैजना? म त मस्त छु, बढिया छु। सो गाइस, आज हो हाम्रो लक्ष्मी पूजा। त म अहिले नुहाएर आएको छु अनि काम सामहरु सबै सकिए अनि आज मम्मीले भन्नुभएको छ कि चामल कुटाउन जानु भनेर सेलरोटी बनाउनका लागि। आज देखान्छु आज के हुन्छ हाम्रो घरमा, कसरी हामी घरमा यहाँ मन्दिर थानहरु बनाउँछु, कोलको उयोहरु लगाउँछु। अनि यसबार दिदी पनि हुनुहुन्न किनकि दिदी त बिहे भइसक्यो, हजुरलाई थाहा छ जसरी। तो रंगोलीहरु सबै मलाई बनाउनु पर्छ अनि भाइ पनि अहिलेसम्म आइपुगेको छैन, सायद चाहिँ भोलि आइपुग्छ होला किनकि त्यो आफ्नो काममा छ इटानगरमा। त त्यसले छुट्टी पाइन अगाडि, तो भोलि सायद चाहिँ त्यो आइपुग्छ होला। आज हामी देउसी खेल्छौं, कसरी खेल्छौं, कति जना छौं हामी सबैजना देखाउँछु तपाईलाई ल। हेर्दै गर्नुहोस् गाइस। ठुलोबाबुले यहाँ मन्दिरको थान बनाउनु हुँदैछ अनि हाम्रो बुढा पनि हेर्नुको लागि रुकिरहेछ त। गयो गयो मम्मीलाई कराका त गयो। बुझ्नु त के हेर्नु आएको बुझ्नु? मेरो बच्चा बच्चा तपाईलाई एउटा चीज देखाउँछु, हाम्रो ब्रुनो बाउ बन्ने छ। गाइस हेर्नुस्, हाम्रो सेतीको नानी बच्चा नौडा, हाम्रो ब्रुनो बाउ बन्ने छ। बुहारी सेती बुहारी हेर्नु सक्नुहुन्छ। तपाईलाई चाहिन्छ भने भन्नुहोस्, कन्सा कुद्दा चाहिन्छ भने। बाउ यता छ, बाउ चल 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 हिँड्ने। मलाई के सामान लिनु छ घरको, लिएर आउँछु अनि बादमा तपाईहरुलाई देखाउँछु के हुन्छ। बेसी ज्यादा मतलब सबै एउटा चीजहरु देखायो भने मतलब के हुन्छ, पुरा भ्लग बेसी लेन्थी हुन्छ। त बस सानो सानो क्लिप्सहरु देखाउँछु तपाईलाई अनि एड गरिदिन्छु ल गाइस। अनि मलाई के भन्छ, मेरो एउटा स्टुडेन्टले भन्दै थियो, मैम आप नेपाली में जो व्लॉग बनाती है तो मुझे कुछ समझ में नहीं आता, बट अब तिहार है नि त नेपाली में तो बनाउनु कम्पलसरी त छैन, बट म चाहन्छु कि मतलब यसै दसैँ दिवालीको टाइममा चाहिँ मैले एउटा नेपालीमा चाहिँ व्लग बनाऊँ भनेर हामी सोधेँ। त हुन्छ गाइस, बाद मिल्छु, अलि लेट हुँदैछ। कहाँ गयो बहिनी मेरो त्यो माताको दिनुको लागि सामानहरु लिँदैछु। यहाँ सबै पूजाको सामानहरु पाउँछ यो दोकानमा। त त्यहाँबाट हामीले लिन्छौँ। हाम्रो अङ्कलजी, हाम्रो खुसी आथि हेर न मलाई हेर। उस दिन से तब से देखा जहिले पनि हेरेको छु मैले, यो बहुत राम्रो लाग्छ मलाई। लक्ष्मी माता नि गणपति बाप्पा यहाँ दामहरु सोध्छु अनि मिलाउँछु। यो सबै सामानहरु लिइसके, डेकोरेसनको अलिकति खुसीले पनि हेर्दैछ त यहाँ। अब खुसीको मिलाएर 700 समथिङको हामीले अहिले सम्पत्ति दिए। अहिले हामी जान्छौँ फटाफट, बहुत सारा काम गर्नु छ अहिले। बस अहिले हामीले सामानहरु आएको अब स्कुटीबाट नै जान्छौँ। मैले ट्रेडिङ गरिसकेँ आसो आसो है, अनि अहिले खुसीको पनि गर्दैछौँ भन्ने खानु छ मलाई। ट्रेडिङ गर्दैछ अहिले आउँदैन बुढोलाई आँखा मारिदिएछ। बुढोलाई मालासाला पुरा आफ्नो मालासाला निकाल्दैछ। और यहाँ हमारे डांस का बच्चे लोग आए हैं। इतना मन ना यहाँ पे डांस प्रैक्टिस कर रहे हैं। विकी जी ये ओभर एक्टिङ ये मलाई यति प्यारा लाग्छ नि, यो दुईटा यति सुन्दर छ, क्यूट क्यूट छ। अहिले हामी डान्स प्रैक्टिस गर्छौँ गाइस। मुस्कान आ गई है ये मुस्कान आ गई है विश्वकाल से, और ये अपना घर से खेत से आई थी गाइस। हेर्नुस्, मुस्कान आए छ खेतबाट। ओइ खेतबाट आएको हाम्रो मुस्कान देउसी खेल्नुको लागि। ओइ बिस्ता जानु छ भनेर न, ओइ 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 बिस्ता जानु खेल्नुको लागि आयो। लासो गरेर हेर गाइस, हेर हेर हाम्रो मुस्कानलाई छि 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 लेत्री गोबरले लिपेको हेर्नु सक्नुहुन्छ। हामी ठुलो बाबाले हरे गोबरले लिँदैछ। नभएको थियो अहिले जानुहुँदैछ। बाई बाई, रेडी भएर आउनु साममा। बाई गाइस, को तयारी गर्दैछु, लुच्चे कस्तो हुन्छ हेर्नुहोस्। यहाँ सबै बनाएको यता पुरा सामान यता यता गरेर अहिले बनाएको। अब सबैलाई हटाउँछु गाइस। यो हाम्रो घरको यहाँ पे लाइट लगाएको छ, लाइटहरू लगाएको छ यतातिर। अनि यहाँ पूजा गर्छ, यो कोलको थम्बा लगाएको छ यसरी। अनि यहाँ मैले यसरी बनाएको थिएँ, यतापट्टि अलिकति मिन्टी गरेको छ। यो हेर्न सक्नुहुन्छ यहाँ बनाएको थिएँ। अनि यहाँ मैले सानो सा यो बनाएको थिएँ मोर। ओ बम फुटे आउँछ तपाईँलाई। ह्याप्पी दिवाली गाइस। सो अब म रेडी हुन्छु, पूजा गर्छु अनि फेरि देउसीको लागि रेडी हुन्छु गाइस। छुवाले अहिले यहाँ के भन्छ मिर्ची खानुहुन्छ।
बचाउँदै चक्री यहाँ पूजा गर्नुहुँदैछ यहाँ सबै प्रसादहरू छ मम्मी पनि बेला खेल्न जानुहुन्छ त्यही कारण नेपाली साडी लगाउनु भएको छ पूजा गर्नुहुँदैछ यहाँ मम्मी पनि भैलो खेल्न जानु आँट्नु भएको छ तैँले यहाँ पूजा भइसकेको छ यहाँ प्रसादहरू राखेको छ अरू मैले पनि कपडा लगाइसकेँ बट फुल लुक रेडी भएको छैन मुखमा कुछ लगाउनु छ चुल बाट्नु छ त्यसको बाद मिल्छु म हजुरसित दियाहरू लगाइसक्यो हामीले अरू यता सबै जग्गा दियाहरू लगाइसकेको छ हामीले घरको वरिपरि यतातिर मेरो रङ्गोलीको यहाँ पनि दिया जलाइदिएँ मैले हेर्नुहोस् कतै प्रिटी राख्दैछ हा म जस्तै मजा गरेको आएर बिस्ताराको तल लुकिरहेछ है ठुवावाला मम्मीले टिका लगाइदिनु भयो अनि यहाँ अहिले लगाइदिनुहुन्छ थ्याङ्क यू आशीर्वाद बाबा सदा सुखी रहो मम्मी मुझे ज़्यादा डांटना मत नहीं डांटूंगी लेकिन मारूंगी श्योर मारूंगी यहाँ रेडी भएर बसिरहेछ सन्ध्या हाम्रो यहाँ मम्मीले प्रसाद दिनुभएको छ त प्रसाद खान्छ से हाई हाई लोसी हाई यहाँ पे डाओ वाङमो ज्यादा होशियारी है तुमको बहन गाइस अहिले हामी सबै देउसी खेल्न जाँदैछौँ सक्नुहुन्छ हामी यहाँ सबैजना डेकहरू लिएर जाँदैछ अब देउसी खेल्न दक्षिणा लिएर आउनुभएको छ अनि अब हामी सबैजना भैली गाइसकेका छौँ अब यहाँ आशीष दिन आँटेको भैलो हरियो गोबरले लिपेको लक्ष्मी पूजा पूजेको घरमा आशिष दिन आँटेको छु कुतुहरूलाई दिन आँटेको होइन तिमीहरू भोग्नु जरुरत छैन चलो आशिष दो स्टार्ट सबै आन्टी बडीहरू मम्मी मेरोमा गए गाइस अहिले भर्खर बिक्री घरमा हामीले देउसीहरू खेलिसक्यो यिनीहरूले खाना पनि खाइसक्यो यहाँ लाइट छैन भने पुरा बस घर सजाएको छ बट प्रपर लाइट यस्तो छैन त मेरो हेर्नु सक्नुहुन्छ आजको ड्रेस आज मैले लगाएको छु गुरुङ ड्रेस सजिलो सबैलाई गुरुङ भयो नि त आउने क्या बोल्दै होला साजलो चलो हमारा गुरुङ दाई यहाँ पे है विक्की गुरुङ से हाय क्या बोल्दा छाजलो हाँ चलो अगर मसँग मिस्टेक भयो भने फेरि भन्छु छाजलो सबैलाई त अहिले हामी कति बज्छ 10:30 भइसक्यो होला सायद चाहिँ अनि त्यसको बादमा अझै अगाडि गएर पनि यही बहुत ज्यादा घरहरूमा खेल्नु छ मेरो खुट्टा दुखिसकेको छ गाइस त पाउँछ तपाईँहरूलाई आज देखान्छु बेसी डान्स भिडियोहरू हाल्दैन किनकि मेरो कपिराइट लागिहाल्छ भिडियोमा त्यसको लागि अहिले हामी हाम्रो दिदीको यहाँ देउसी खेल्नुको लागि यो मेरो फोन हो बहिनीहरू कहिलेदेखि बुढो मुस्कान देखा तेरो हातमा झोला लेके चामल लेके थप्दैछ यो यता अरे हामी आन्टीको घरमा बोलाइरहेको छु बट आन्टीहरू उठ्नु भएको छैन अनि 11 बजिसक्यो खुसीको बोलाऊ आन्टीले बोलाऊ बोलाउनु त मायाले बोला तेरो आवाज सुन्यौ न मायाले आन्टी ह्याप्पी दिवाली दरवाजा खोल्नुहोस्
बोले बुढी आफ्नो पेटमा कोल लुगा छ एकदम मुसलका फेभरेट कोल यसलाई बहुत खान्छ बहुत ज्यादा गाई उयो के भन्छ हात्ती जस्तै खा त यसलाई बहुत भोक लागेछ गाइस 12 बजिसकेको छ बिचरा भोक लागेछ यसले आफ्नो उसमा राखेछ अहिले लुकाएर बादमा खानुको लागि पछि पागल भएर उफ्रिँदैन हिँड्दैछ अहिले अब यो घरमा खेल्ने हामी लोखराको रास्तामा हिँड्दैछु माने भैले खेल्न हिँडेको आज हेरौँ 12 बजिसकेको छ आज कता कता जाने हेरौँ थाकिसकेको छौँ मैं त घरै जाइदिन्छु अब हामीले मैले मतलब यो आधा के भन्छ मिर्ची बम भेटेर आधा रास्तामा जलेको थियो अनि आधा गरिबी देख सक्थ्यो गाइस हेरि सक्नुहुन्छ यिनीहरू आगे निकल जाऊ रास्तामा भेटेको यो मिर्ची बम फुटाउँछ ओइ भाग 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 सरी आ खोइ फुटेको छैन त ले फुटा फुस हो गया तुम्हारा बम गाइस खुसीको ब्याग टुट्यो हेर्नु सक्नुहुन्छ हजुरहरु अहिले 1:30 भइसकेको छ अहिले हामी घर जाँदैछौँ अनि हामी घर टायर्ड भइसक्यो अब गए हामी सुत्नुपर्छ सबैको मुखहरू हेर्नु सक्नुहुन्छ पुरा ओइलेर छैन यिनीहरू चलो 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 अब हामी घर जाँदैछौँ तपाईहरुलाई लडेन हामी घर पुगिसक्यौँ यहाँ हामी निचे बिस्तार लगाएर नयाँ घरको त्यहाँ अब सुत्न आँटेको कानका चाहिँ खोल्न भुलिछु अब गुड नाइट अगर हजुरलाई हाम्रो मेरो भ्लग आजको राम्रो लाग्यो भने नभुलिकन लाइक शेयर अनि सब्सक्राइब गरिदिनुहोस् म कानको सानो खोल्छु अब सुत्छु अनि 2 बजिसकेको छ बहुत ज्यादा थाकिसकेको छ हामी सबैजना अब सुत्ने हो यस्तै एक दिनको बाद होइन अब 4 दिन लगातार हाम्रो यस्तै हुने हो देउसी खेल्दा यस्तै हुन्छ रातभरि यस्तै त आज दिनभरिको भ्लगहरू देउसीको जो हालेको छु मैले क्लिप्सहरू अगर मन परेछ भने लाइक गर्नुहोस् बाई बाई